हेलो गाइस, आज चाहिँ हामीले चाहिँ कलर एक्सचेन्ज गेम खेल्न नन्द भाउजू मिलेर ल है त। पहिला चाहिँ ग्रीन कलर भयो ल ल देखाउनु देखाउनु है के हो ल। मलाई चाहिँ लेज ल्याइदिनु भयो अनि एउटा मोजा ल्याइदिनु भयो। मलाई चाहिँ यो वाइप्स र हाल्नु भयो है। अनि 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 चाहिँ पर्पल होला अनि पर्पल ल है गाइस। What is this? ओए यस्तो राम्रो ह्यान्डिक ल्याइदिनु परेछ। कसलाई ठुलो हुन्छ कि सानो साइज रोइन्छ क्या फ्री साइज यस्तो राम्रो थ्याङ्क यू हजुर। प्लास्टिक मैला चाहिँ यहाँ मैले साइज ल अनि अब हेर्नु अब चाहिँ रेड कलर हजुर मन पर्ने चिज त मेरो रेड ल उयो के हो यो चाहिँ डोरम्याट हो है। ढोकामा चिसो खुट्टा उस गर्ने है त्यो चाहिँ छिटो चाउँछ। ल कान हाम्रै फोर हुन्छ ल अनि अब हेर्नु अब चाहिँ रेड भयो ब्ल्याक ल ओप्स कोक लभर Oh my god. लाइक गाइस मन पर्यो ल थ्याङ्क यू अब कुन कलर हेर्नु ब्लू कलर ब्लू मेरो ब्लू ल के त नि हो बेसमा चाहिने चाहिँ छैन त कस्तो सोचेर दिनुहुन्छ है। अब चाहिँ ब्लू भयो है पिङ्क अस्ति राम्रो हुन्छ भन्नु थिएन मलाई कस्तो पर्स चाहिएको थियो कि है चाहिएको थियो नि पुस्क्यो अहिले त हाल्नु मिल्छ यहाँ पुस्को अलिक मिलाउनु पर्छ है। अनि अब ओरेन्ज कलर है सरम सरफ है गाइस प्याड सरम ल एकदम काम लाग्छ। अब पिङ्क होइन अब वाइट वाइट ए पनि वाइट पनि सक्छ यो त सेम भन्छ मेरो नि छ हो लबर त सेम भन्छ मै ल भेट्यो है ल भ्यायो है कति भ्यायो कति धेरै ग्राइस ल मैले त बाल्टीमै राखेको छु है मैले त ल मेरो त यति धेरै भयो कि थ्याङ्क यू सो मच नानी। ल है सबको सामान ल थ्याङ्क यू भाउजू थ्याङ्क यू। यो चाहिँ मैले कस्तो चाहियो भनिराखेको थिएँ है म लगाइहाल्छु। यो पनि कस्तो राम्रो रहेछ ल तातो तातो लगाएर तातो हुन्छ मामी। बाई।